साथीहरू आज हामी जाँदैछौँ राजकाँडा भन्ने ठाउँमा हाइकिङ गर्न। अनि त्यो ठाउँ चाहिँ कैलाली जिल्लाको चिसापानी भन्ने ठाउँबाट माथि हिँड्नुपर्छ। 4-5 घन्टा लाग्छ अरे। अनि हामी साथीहरू छन्। हेलो तपाईहरु देख्न सक्नुहुन्छ यो 2000 रुपैयाँको खाजा नास्ता चिप्स के हो। अनि यिनीहरूले फेरि यता 1000 रुपैयाँको पोको पारेछन्। 1000 रुपैयाँ नि यस्तो हुँदैन, नेचुरल हो। त्यो सिधा बाटो हिँडेर अब यहाँबाट उकालो लाग्दैछौँ सिडी हेर्नुहोस्। अनि हाम्रो साथीहरू अझै आउँदैछन् टिकापुरबाट साथीहरू। लास्ट ढिलो गरिँदैछन्। हामीलाई बिहान 6 बजे कति बजी हिँडेको जति भन्दै 5:30 मा उठेर 6 बजी हिँडेको। एकजनाले 2 बोतल लथ्यौँ कि 9-10 जना गर्थ्यौँ। एकदमै 2 बोतल कहाँ पुग्नु हुने उ हेर्ने रहेछ दिइहाल्यो। त्यो पानी धेरै खानु लाग्छ। स्या हुन्छ मुख सुक्छ अनि पानी खाँदै हिँड्यो। हाम्रो साथीहरू आए। हाइवेबाट उकाली लागेर हामी यसरी आफ्नो ट्रेक सुरु गर्यौँ। हेलो अनि तिनीहरूले अघि भनिरहेको थियो कि त पहाडकी मान्छे जमजम हिँड्छस् होला भनेर। तर यो तराईका मान्छे हुन्, अघि हिँडेछन्। म हेर्नु साथीहरू एक्सपिरियन्स सुनाइदेऊ। कस्तो लागिरह? राजकाँडा पुग्न कति समय लाग्छ? आमा अझ 3 लामो समयको हिँडाइ पश्चात हामीहरू बसेर खाजा खाँदैछौँ। खाजा मिठो कि पहाडको हावा? खाजा मिठो। राम्रो फोटो खिच्छ नि हाम्रो। मलाई टुक्का घाँस्न आउँछ। अनि मलाई कम्मर बाँच्न आउँछ। रीतिथिति संस्कृतिलाई आधुनिकमा छोरी तर मेरै आफ्नै सान छ। पोखरीमा घाँस काट्न जाने छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ। आमामामा यस्तो खतरा रहेछौ तिमी। जङ्गल भित्र कुद्दै रहेछौ। एउटा चाहिँ आधा गरेर खाँदैछौँ। तिम्रो ब्लगमा त कन्टेन्ट चाहिँ नि मैले दिएको छु। हो तिमीलाई दिन्छु म अवार्ड। आयो भने मेरो आइडी मोनिटाइज भयो भने तिमीलाई आधा पैसा। लास्ट दामी मिठो रहेछ। वाउ कस्तो धेरै। उता छुट्नु भयो। ए यो डाँडा हो, ऊ त्यो डाँडा हो है। अब क्या करे। पहाडमा बसेको मान्छेलाई त यो नर्मलै हो, यस्तो इन्भाइरोमेन्ट, यस्तो गाउँ होइन। तर यहाँनिर जुन बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, कपिलवस्तु यतातिरको मान्छे हुनुहुन्छ, जुन तराईको मान्छेहरू, उहाँहरूको लागि यो पक्कै पनि एकदम राम्रो डेस्टिनेसन बन्न सक्छ। मन प्रफुल्लित भएको छ। धुलीकोट होमस्टे आइपुगेका छौँ हामी। हाम्रो साथीहरू केही साथीहरू अगाडि गइसक्नु भयो, केही हामी पछाडि जाँदैछौँ। यसरी गर्दैछ धुलीकोट होमस्टेले हाम्रो स्वागत। देख्न सक्नुहुन्छ यो हाम्रो रुम। खतरा खतरा देखियो। नमस्ते आन्टी। मलाई भनेर नयाँ चप्पल ल्याएर दिनुभयो, किनभने मैले यस्तरी जुत्ता लगाइरहेको छु। हेर्नुहोस् यस्तो फनी आउटफिट देखिरहेको छ मेरो। नाम हो आन्टी हजुरको? ममता बोहरा। ए हजुरहरू यहीँको बासिन्दा हो? कहाँबाट आउनुभएको? कस्तो आगोमा कालो हुँदैन त भने कि
येल्लो जान्छ ल ल जा डल्किन त यस्तै यसरी घोटेको कसो घोटाएको छ गरेर यहाँ चाहिँ अब मासु पाकिरा खानु भयो रामा सुने हेलो नाइ यही बसेर क्या त यही बसेर माछा भोलि फर्किने हो यु क्यान सी गाइज हेर्नुहोस् त कस्तो मिठो सनराइज भयो यो साथीहरू छन् कि उठ्दैन नि यहाँ मेकअप पोतेर बसिरहन् ए यस्तो राम्रोसँग सनराइज भयो मिस गर्यो है तिमीहरूले सकिसक्यो माथि आइसक्यो गुड मर्निङ साथीहरू हिजो चाहिँ खानासाना खाएर सुत्यौँ मस्त रमाइलो धेरैजना थियौँ नि त बेड एउटा मात्रै थियो भुइँमा मस्त सुत्यौँ अहिले सुतेको के देखाउनु भनेर नदेखाएको होइन अनि अब उठ्यौँ हामी तर साथीहरू छ नि उठ्दैन म सबसे फर्स्टमा उठेर रेडी भएको होइन अनि सनराइज हेर्ने भनेको माथि गएर भ्यू हेर्ने भनेको तिनीहरूलाई एक त ढिलो उठ्छ नि त्यही माथि गालाभरि अब पोत्न लाग्नु लिपपोत गरेर अनि अर्को कुरा के भन्दै थिएँ भने यो म अब नि पहाडी हो भनेर बहादुरी देखाउन छोडिदिएँ यो खुट्टा यस्तो दुखेछ आमा अरूको त दुखेको छैन कि कुनै भन्दैन हाम्रो भ्यू देखाउन राम्रो भ्यू देखिन्छन् खोइ अब आएको त पहाडको मान्छे हाम्रो घरबाट पनि देखिन्छ म अब त्यहाँ गएपछि अन्त के लागिरहेको छ भने बेकार यो हुन्छ नि साथीहरू साथीका सोरा लाएर पहिला जाने हेर्ने सुन्नु त्यस्तै भयो मलाई आज त्यस्तै भयो यस्तो त हाम्रो गाउँमा पनि छ होइन र छ यस्तै छ हाम्रो गाउँमा राम्रै छ तर यो ठाउँको लागि चाहिँ अब अलि एक्टिभ भइरहेको थियो नि त त्यही भएर नि फ्रेस अलिकति रिफ्रेसमेन्टको लागि देख्न सक्नुहुन्छ यहाँ कार अलिक धनीबाट धनी मान्छेहरू अब यसरी कार बोकेर आउने जस्तो ठाउँ रहेछ अब त के अनि अब गरिब परियो कारको नाममा एउटा बाइक पनि छैन यो गाइज स्टे ट्युन सेलुको दाना हेर अलि चाख्नु बाँकी यो मान्छेको जातलाई नि कताबाट हुन्छ पैसा सकाउन छ हेर्नुहोस् त यस्तो भ्यू हेर्नलाई को आउँछ यस्तो भ्यू हेर्नलाई तर हामी आइरहेछौँ के गाउँबाट यहाँ आएको थियौँ हिँडेर त के सबै हिँडेर हो तलदेखि नै हिँडेर हो त्यहाँदेखि चाहिँ राम्रो देखिरहेको रहेछ यो घरहरू नि जे यतिको ठिकै रहेछ राम्रै रहेछ यति टाढा आएर होइन हामी त धेरै माथि आइसक्यौँ नि पहाड लास्ट दामी पहाड रहेछ होइन साथी एकदम राम्रो कस्तो रह्यो एक्सपिरियन्स भन्थ्यो एक्सपिरियन्स त यो फर्स्ट हो दोस्रो हो आउने खुरुखुरु बाइकमा आउने हो मजाले राति बस्ने हो बिहान उठेर सनलाइट हेर्ने मस्तको भ्यू लिने हो फोटो खिच्ने हो फेरि बाइकमा खुरुखुरु गयो हिँड्दा पनि त एडभेन्चर हुन्छ नि एडभेन्चर त हुन्छ फर्किएपछि थाहा होला कसैलाई अझै फोटो खिचेर पुगिराखेन खिच्दैछन् भिडियो बनाउँदैछन् कुरो बिज्यो के खायो कति खान सकेका मान्छेहरूले कति खान सकेका यो भगवान्
साथी अब हामी ट्रेकिङबाट फर्किँदैछौँ होमस्टेबाट तल लाग्यौँ अनि आन्टीसँग बिदा मागेर हाम्रो यात्रा चाहिँ सुरु भयो अब हामी सिधै जान्छौँ खोइ साथीहरू कहाँ गए किन कहाँ हरायो टाढा घुमेर अब कस्तो लाग्यो त कस्तो लाग्यो रमाइलो भयो एकदम हिँड्न गाह्रो भयो त्यसपछि एकदम एडभेन्चर भयो राम्रो छ मजाले बारबिक्यू गऱ्यौँ नाच्यौँ गायौँ तर नाचेको गाएको त्यति धेरै हाल्न पाइनँ यस्तै हो अब आफ्नो मोबाइल गतिलो छैन त्यही पनि चार्ज टिक्दैन त्यहीँ माथि स्टोरेज फुल भनेर हैरान पार्छ साथीको मोबाइल मागी भिडियो बनाउनु पर्छ गाइज गाह्रो भयो भने गइरहेन किनभने सबै आफ्नो आफ्नो पीडामान त्यस्तै छ लौरी भएको लौरी हाम्रो शरीर त भारी भयो लौरी झ्याउलाएर फालिदिएँ खोलातिर यो यतापट्टि त कति त हुनु रहेछ अब यो पाराले 3 महिना बर्दियामा बस्दा मैले पहाडमा कसरी हिँड्थेँ अनि सबै बिर्सिसकेछु अब भोलि पर्सि मेरो घरै नै बिहा भयो भने म कसरी हिँड्नु माइततिर जाँदा म बिना कसैलाई मुस्किल छ पोखरामा तर पोखरामा छैन मेरो दिल कतै पनि छैन नि त दीक्षा हो कस्तो रमाइलो भयो म फेरि एक्लै इन्जोय गरेको तिनीहरू पनि गरिरहन् तर क्यामेरामा क्याप्चर गर्ने पाएन कि घर के गर्छन् त्यस्तो हुँदैन साथी सोझो मान्छे जहाँको पनि हुनसक्छ खराब पाखरी बस पनि हुनसक्छ पुरन चोर पनि हुनसक्छ हामी पुरन चोर पनि राम्रो हामै पर्छ जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु म त तिमीलाई नै मर्छु हो 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 म त तिमी बिना पागलै हुन्छु एक्लै हुन्छु कति खिच्दैन बिचार खिच्दैन यिनको फोटो कठै बरा किन्न आइपुग्दैछौँ साथीहरू त माथि वहीँ डाँडामै छन् होला है वे कोही त उतै माथि छन् अब हामी चाहिँ एकदम बहादुर मान्छेहरू आइसक्यौँ के अरे बाबु हामी फर्स्टमा आइसक्यौँ भयो सेकेन्ड थर्ड हुन त म फर्स्ट पनि मान्छे हो तर म भिडियो बनाउन लाएर यिनीहरू मलाई जित्तिहाल्यो क्या साथीहरू 1 घन्टासम्म के गरेर बस्यो तिमीहरू पिकनिक खायो क्या उतै म थाहा 2 निन्द्रा पुऱ्याएँ तिमीहरू आउँदा चिसापानी ओर्लेर सब साथी गएर खाजा नास्ता खाए साथीहरूले अनि हामी अब डाइरेक्ट गएर टिकापुर गएर हामी खाना खान्छौँ अब कसरी खान्छौँ थाहा छैन साथीहरूले चाहिँ खाजा खाए अब साथीहरू नेपालगञ्ज जान्छन् हामी टिकापुर जान्छौँ आफ्नो गन्तव्य अब यहाँबाट हाम्रो छुट्टिँदैछ र साथीहरूसँग हामी टाढा हुँदैछौँ अब उनीहरू चाहिँ घुम्न जाने हामी चाहिँ लास्ट थाल्यौँ हामी चाहिँ लागेको अब हाम्रो वासस्थान थियो गन्तव्यतर्फ आफ्नो धेरै रमाइलो भयो साथीसँग भेटघाट भयो चिन्जान भयो लास्टै रमाइलो भयो अब सबैभन्दा धेरै चाहिँ मै बोलेको छु मेरो खुट्टा लास्ट बोलेको छ खुट्टामा ठेला उठेको छ तर एक्सपिरियन्स पनि भयो म फोटो भिडियो बनाएर हाल्नु बाई बाई साथीहरू आजको भ्लग चाहिँ अन्त्य भयो यहीँ गर्छु फेरि धेरै लामो हुन्छ हुन त हामी अझै घुम्दै भए तापनि अब त्यही हो अब यिनीहरू 3 घन्टा लाएर नेपालगञ्ज जान्छन् हामी फेरि त्यही लाएर टिकापुर जान्छौँ ल बाई बाई सी यू गाइज